वेलकम ब्याक टु न्यू भिडियो होइन। हामीले चाहिँ नम्बर 1 देखि 9 को सिरिज स्टार्ट गरेका थियौँ होइन। त्यो मध्ये आज चाहिँ हामी नम्बर 4 मा आइपुग्यौँ होइन। अब कुनै पनि व्यक्तिको जन्म तारिक 4 तारिक, 13 तारिक, 22 तारिक र 31 तारिक हो भने चाहिँ उनीहरूलाई चाहिँ नम्बर 4 ले रुल गर्छ होइन। नम्बर 4 भनेको चाहिँ राहु मानिन्छ होइन। उमा एस्ट्रोलोजिकली हेर्दा चाहिँ नम्बर 4 लाई चाहिँ हामीले राहु मानिन्छ। अब नम्बर 4 को मान्छेहरू चाहिँ कस्तो हुन्छ त भन्दाखेरि यिनीहरू चाहिँ अलिकति डिफ्रेन्ट हुन्छ कि अरूभन्दा होइन। जस्तै अब भिडमा जस्तै 4-5 जना बसिरहन् भने तपाईँले नम्बर 4 को मान्छेलाई चाहिँ कसरी ट्याक्कै चिन्न सक्नुहुन्छ भने केही कुरा गरेछ भने होइन, डिबेटको जहिले पनि अपोजिट साइडमा बस्ने भनेकै नम्बर 4 हुन्छ कि त त्यो मान्छे 4 मा जन्मेको हुनुपर्छ अर त्यो मान्छे चाहिँ त्यसको टोटल डेट अफ बर्थ जोड्दाखेरि 4 आउँछ होइन। अर्को चाहिँ लियो सनसाइनको मान्छेहरू हुन्छ नि, लियो सनसाइनको मान्छेहरू पनि इन्डाइरेक्टली चाहिँ नम्बर 4 ले रुल भइरहेको हुन्छ होइन। तिनीहरू पनि अलि डिबेटमा चाहिँ अपोजिट साइडमा हुन्छ कि यिनीहरू चाहिँ होइन नम्बर 4 को मान्छेहरू चाहिँ। प्लस उनीहरूको हिँड्ने तरिका अनि अलिकति छुट्टै बस्ने होइन। नम्बर 4 को चाहिँ त्यस्तो खाले हुन्छ होइन। अर्को भनेको चाहिँ नम्बर 4 को चाहिँ लाइफमा चाहिँ कन्ट्रोभर्सी चाहिँ अलिकति धेरै आउन सक्छ होइन अरू नम्बरको भन्दा होइन। यदि तपाईँको डेट अफ बर्थ अथवा टोटल चाहिँ लास्टमा 4 आउँछ भने चाहिँ कन्ट्रोभर्सी चाहिँ अलिकति धेरै आउन सक्छ। अब यो कन्ट्रोभर्सी चाहिँ कस्तो बेलामा आउँछ भन्दा यदि तपाईँको एज चाहिँ 22 छ भने अनि 31 छ भने 40 छ भने चाहिँ तपाईँको यति बेलामा चाहिँ कन्ट्रोभर्सी आउन सक्ने चान्स धेरै हुन्छ। अरू कुनै पनि युनिभर्सल इयरको टोटल 4 मा आउँछ भने नि कन्ट्रोभर्सी आउँछ। फर इक्जाम्पल 2020 भयो, अब नेक्स्ट 4 मा आउँछ 2028 भयो। यति बेला चाहिँ नम्बर 4 को लाइफमा चाहिँ कन्ट्रोभर्सी आउन सक्छ भन्ने कुरा चाहिँ हुन्छ होइन। यिनीहरू अरू नम्बर भन्दा चाहिँ नम्बर 4 को चाहिँ अलिकति कन्ट्रोभर्सी धेरै आउँछ होइन लाइफमा। अब अर्को भनेको चाहिँ क्रिटिक खाले हुन्छ कि जस्तै अब केही कुराको पनि अपोजिट साइडबाट चाहिँ नम्बर 4 ले चाहिँ जेमा नै बोल्न सक्छ कि अपोजिट साइड चाहिँ एकदम धेरै लिन सक्छ होइन। अब नेपालको लिडरहरूमध्ये केपी ओली पनि नम्बर 4 को नै हो होइन। अब अपोजिट अब तपाईँले देख्नु नै भयो होला क्रिटिकल यिनीहरू क्रिटिक्स हुन्छ कि धेरै क्रिटिक गर्ने अरूको बारेमा गर्ने खाले चाहिँ नम्बर 4 को मान्छे हुन्छ होइन। प्लस यिनीहरूको एटिट्युड चाहिँ अलिकति धेरै नै हुन्छ कि नम्बर 4 को चाहिँ, किनकि उनीहरू चाहिँ आफैलाई चाहिँ अलिकति डिफ्रेन्ट हो जस्तो मानेर चाहिँ नम्बर 4 को मान्छेको चाहिँ एटिट्युड धेरै हुन्छ होइन। प्लस यिनीहरू चाहिँ कस्तो हुन्छ भन्दाखेरि आर्गुमेन्टेटिभ हुन्छ कि नम्बर 4 को मान्छेहरू चाहिँ अलिकति धेरै आर्गुमेन्ट गर्ने खाले मान्छेहरू हुन्छ होइन। डिबेट चाहिन्छ कि यिनीहरूलाई जे कुरोमा लजिक चाहिन्छ भनौँ न, त्यसको लागि चाहिँ यिनीहरूले चाहिँ आर्गुमेन्ट गर्न सक्छ होइन। प्लस अर्को भनेको चाहिँ नम्बर 4 को व्यक्तिहरूले चाहिँ पैसा सेभ गर्न सक्छ होइन। अरू नम्बर भन्दा चाहिँ नम्बर 4 ले चाहिँ सेभ गर्न सक्छ होइन। अब नम्बर 4 चाहिँ अब फर इक्जाम्पल तपाईँको डेट अफ बर्थ छ तपाईँको डेट अफ बर्थ चाहिँ मानौँ न मे 22 छ भने चाहिँ यो मान्छेले चाहिँ पैसा सेभ गर्न नसक्ला होइन, किनकि फुवाए पनि अब उसको जोडियाक साइन पनि हेर्नुपर्ने हुन्छ होइन। जस इन केस चाहिँ अरू नम्बर भन्दा चाहिँ नम्बर 4 ले चाहिँ अलिकति धेरै चाहिँ जो पैसा सेभ गर्न सक्ने खाले नम्बर हो होइन नम्बर 4 को चाहिँ। अर्को भनेको चाहिँ यिनीहरू चाहिँ अलिकति डोमिनेटिङ खाले मान्छे हुन्छ होइन। रिलेसनमा चाहिँ नम्बर 4 चाहिँ अलिकति डोमिनेटिङ टाइपको हुनसक्छ। प्लस तपाईँको माथिको बसहरू छ भने पनि उनीहरू पनि अलिकति डोमिनेटिङ खाले हुन्छ होइन अरू नम्बर भन्दा, किनकि नम्बर 4 को भनेको त्यस्तै खाले हुन्छ। उनीहरूले चाहिँ अलिक छुट्टै खाले मान्छन्, उनीहरूको लजिक छुट्टै हुन्छ, त्यही भएर चाहिँ अलिकति डोमिनेटिङ खाले नम्बर चाहिँ नम्बर 4 लाई पनि मानिन्छ होइन। अर्को भनेको चाहिँ यिनीहरू चाहिँ अलिकति रेबेलियस टाइपको मान्छे होइन, जे कुरामा नि आवाज उठाउने खाले चाहिँ नम्बर 4 को हुन्छ। केही गल्ती भइरह्यो भने चाहिँ उनीहरूले चाहिँ आवाज उठाउने चाहिँ यिनीहरू यस्तो खाले मान्छे होइन। जस्तो कि प्रोटेस्ट गर्नमा चाहिँ सबभन्दा अगाडि चाहिँ नम्बर 4 को मान्छेहरू चाहिँ अगाडि हुन्छ होइन। अब अर्को कुरा चाहिँ योमा नभएको कुरा भनेको चाहिँ यदि तपाईँहरू चाहिँ नम्बर 4 हुनुहुन्छ भने होइन, तपाईँहरूले यदि गलत काम गर्नुभयो होइन, जस्तै तपाईँको एउटा साथी छ नम्बर 3 को मान्छे छ प्लस तपाईँ नम्बर 4 को मिलेर तपाईँले गलत काम गर्नुभयो अथवा मैले 3 नम्बरलाई भनेको थिएँ उनीहरूले चाहिँ चिट गर्न सक्छ तर समात्दैन भने नि, यही केसमा यदि नम्बर 4 ले चिट गर्यो भने चाहिँ नम्बर 4 र 3 मिलेर चिट गर्यो भने चाहिँ नम्बर 4 लाई चाहिँ समात्छ कि नम्बर 3 लाई चाहिँ समात्दैन। किन यो यस्तै खाले ल पनि मानिला चाहिँ ल एन्ड अर्डरको नम्बर पनि मानिन्छ, त्यही भएर चाहिँ नम्बर 3 भनेको चाहिँ ल एन्ड अर्डर चाहिँ फलो गर्नै पर्ने हुन्छ। नभए चाहिँ यिनीहरूलाई चाहिँ के गर्छ त भन्दाखेरि ल एन्ड अर्डरले समात्न सक्छ अथवा पुलिसहरूले समात्न सक्ने चाहिँ चान्स हुन्छ कि। हजुर नम्बर 4 ले चाहिँ के ख्याल गर्नुपर्छ भन्दाखेरि तपाईँको यो 22 भयो, 31, 40 वर्षमा चाहिँ के जस कन्ट्रोभर्सी हुनसक्छ भने चाहिँ ध्यान गरेर गर्नुपर्ने हुन्छ होइन, एकदम ध्यान दिनुपर्ने हुन्छ। किनकि कन्ट्रोभर्सी चाहिँ नम्बर 4 को लाइफमा अरू नम्बरभन्दा अलिकति आउने हुन्छ, किन भन्दाखेरि नम्बर 4 चाहिँ त्यस्तै खाले नम्बर हो होइन। अझ प्लस तपाईँको एज पनि ट्याक्कै यस्तै छ। अझ कस्तो हुन्छ जस्तै तपाईँ फर इक्जाम्पल तपाईँको एज 22 छ प्लस तपाईँको डेट अफ बर्थ पनि 4 छ प्लस 2028 छ भने चाहिँ यो यति बेला चाहिँ झन् कन्ट्रोभर्सी आउने चान्स एकदम धेरै हुन्छ कि, किनकि तिनटै कुरा चाहिँ सिन्क्रोनाइज भयो कि। त्यही भएर चाहिँ नम्बर 4 को लाइफमा चाहिँ अलिकति कन्ट्रोभर्सियल धेरै आउँछ। अब हामी नेक्स्ट भिडियोमा नम्बर 5 को लिएर आउनेछु। त्यतिन्जेलको लागि थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो।